हेलो साथीहरू, आज चाहिँ म दाउरा काट्न आइरहेको छु र जङ्गलमा हेर्नु यस्तो पसिना छरी यस्तो गर्मी भयो कि डोको चाहिँ मेरो त्यस्तो छ। साथीहरू चाहिँ उता काट्नु रहेछ। यसरी अब दाउराको भारी पुऱ्याएर म हिँडेँ ल। साथीहरू चाहिँ अझै काट्दैछ। अब यहाँ पर गएर म चाहिँ पर्खिन्छु साथीहरूलाई, किनकि म अरू जति अलिक काट्न सक्दिनँ। म चाहिँ यति मात्रै काटेँ। मेरो चाहिँ यहाँ दाउरा भारी पुऱ्याएर पनि म चाहिँ अघि नै यहाँ आएर बिसाइरहेको छु। अनि साथीहरू चाहिँ भर्खरै आउनुहुँदैछ। मेरो चाहिँ यहाँ मेरो डोको भारी बिसाइरहेको छु। म चाहिँ फर्स्ट टाइम आएको छु दाउरा काट्नु आज है त साथीहरू। अब चाहिँ हामी जान्छौँ। आउँछ मैले हेलो साथीहरू, हामी चाहिँ दाउरा बोकेर हिँड्दैछ। मैले चाहिँ मेरो चाहिँ यहाँनिर स्ट्यान्ड हालेर यहाँ बिजोग छ। अब चाहिँ यहाँनिर बहिनी हुनुहुन्छ अनि अगाडि हुनुहुन्छ त्यहाँनिर नाना। यहाँनिर चाहिँ बाटोमा म गइरहेको छु, दाउरा काटिरहेको छु। यहाँ आएर पनि हिँड्यौँ है। अब चाहिँ अलिक थोरै हिँड्नु अगाडि हिँड्नु यो लक्ष्मी बाटो छेकेर हेर न। मैले बाटो छेकेको अरे यहाँ खुट्टै लाग्नु छोडिसक्यो। एकछिन टेकाएको भए हुन्थ्यो कि। हजुर हो कति बस्नु त। आज त मैले पनि खुट्टा सदाएँ है। मेरो स्ट्यान्ड नलेर हातैले फोटो क्यामेरा उठाइराख्छु। फोन चाहिँ यस्तो घाम लागेर फेरि गर्मीले काम गरेर खानु चर्को गाँठे। राति साह्रो पर्यो अरे। म नाना चाहिँ फुत्रुङ हिँडेकै के साह्रो डह्रो होइन। म चाहिँ बिचमा छु अनि उहाँ मैले चाहिँ हिँड्नु नसकेर पर छ बिचरा आउनु हुँदैछ। नाना त बिसाइ पनि सक्नुभयो। बनाऊ के त अनि हो। म त मरिहालेँ नि। मेरो पनि धन्यवाद तिमीलाई। धन्यवाद दिनुभएको तपाईँलाई पनि धन्यवाद दिनु। बाटो चाहिँ यस्तो छ यहाँ, धन्यवाद यस्तो छ है बाटो चाहिँ यहाँ। यस्तो बाटो हिँड्नुपर्छ। मलाई चाहिँ अलिक सजिलै ठाउँमा बिसाउनु मन लाग्यो। म चाहिँ यहाँ भित्तामा बिसाउँछु। मेरो चाहिँ यहाँ छ दाउरा आयो, हातले अठाइरहेको छु। गलेर त बहिनी त भुइँमै यात्त बस्यो। आफ्नो घोप्ट्याउँ है घरमा चाहिँ भन्नुहुँदैछ। सधैँ चाहिँ एक ठाउँ घोप्टाउने गर्नुभएको थियो। मुन टरेर मऱ्यो हौ म चाहिँ। अब चाहिँ हामी यहाँ बिसाएर पनि हिँड्यौँ है साथीहरू। हावा चल्दैछ मजाले, शीतल भएको छ। उहाँ नानाले बोक्नु हुँदैछ। मेरो चाहिँ यता छ भारी यहाँ छ। मेरो चाहिँ घोचाड तान्नु पर्दैन, ढिलमा छु। ऊ झऱ्यो है, दाउरा झऱ्यो। त्यो बहिनी चाहिँ अलिक बोक्नु सक्नु भएन। बाटो चाहिँ फेरि यहाँ यस्तो छ कि ल जाउँ। मेरो चाहिँ फेरि डोको एकदम खतरा छ साथीहरू। थोत्रे डोको त्यो पनि
अर्काको जडौरी हजुर आउँछ मेरो त नाना बिस्तारै आउँ बोकेर हस् साथीहरू अब चाहिँ घर आइपुग्यौँ नानाहरू चाहिँ उता जानुभयो मेरो चाहिँ यहाँ दाउरा घोप्ट्याउँछु यहाँ यत्रो दाउरा बोकेछु नि मैले चाहिँ यति बोकेछु उता गरौँ त होइन नि यत्रो डोको बोकेछु के अरे यत्रो दाउरा अनि डोको चाहिँ मेरो यस्तो थियो यहाँ कालो लाग्छ भनेर मैले कार्टुन लगाएको यहाँ डोकोको कालो लाग्छ भनेर यो डोको चाहिँ मान्छेले बजारमा बस्थे नि कुखुरा बेच्ने थियो एउटा दाइले अनि मैले यहाँ छोडी गयो पोल्नु है भनेर छोडेको थियो अनि मैले चाहिँ राखेको थिएँ यस्तै दाउराले यस्तै डोकोले पनि मैले यत्रो दाउरा बोकेँ हेर्नु है साथीहरू अहिले चाहिँ घाम लागिरहेको छ सुकोस् अब मजाले दाउरा चाहिँ अब म चाहिँ अब चाहिँ म यहाँ आएर पनि बिसाइसकेँ हावा आइरहेछ स्याहाँ भएर म चाहिँ पुरा कपाल पनि भुत्ले भइरहेछ गर्मी भयो राम्रो तर हावा कस्तो मिठो आयो ल साथीहरू के कस्तो लाग्छ मेरो भिडियो सुरुदेखि लास्टसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यति नै बाई बाई सबैजनालाई।